पुरुष पहिले उत्तेजित हुन्छ, महिला पनि म जस्तै पहिले तयार भएर आकी हुन्छ भन्ने सोच्नु भएन। केही समय उसले कुराकानी गर्नमा समय दिनु पर्यो, यौनजन्य कुराकानी, फ्यान्टासीका कुराकानी, सेक्सुअल टकहरू जुन हुन्छ नि त, डर्टी टक हुन्छ। डर्टी टक हो, हेल्थीबाट बिस्तारै बिस्तारै डर्टी, एकैचोटि डर्टी फेरि महिलालाई मन पर्दैन, मारिहाल्छ। हामीले महिलालाई बुझ्नु पर्यो। महिलालाई बुझ्ने के भने ऊ चाहिँ त्यो मकै पोल्ने आगो हुन्छ तर भुङ्ग्रो हो त्यो महिला भनेको। हामी भनेको त्यो ज्वाला हौँ के, हामी बलेको ज्वाला हौँ, महिला भनेको भुङ्ग्रो हो के। त्यसमा बिस्तारी पाक्छ तर त्यो यति पाक्छ कि त्यसको स्वादै अर्को हुन्छ। महिलालाई पहिले उसलाई असाध्य सम्मान साथ यस्तो तिमी राम्रो ऊ के भन्नुपर्छ, अब सधैँ एउटै भनेर पनि होइन, विभिन्न तरिकाले होइन भन्दै अनि त्यसपछि बिस्तारै त्यो टक त आफै डर्टी हुन्छ। डर्टी भन्ने नि एउटा शब्द हो, डर्टी कहाँ त झन् पवित्र हुँदै जान्छ क्या त्यो वर्ड चाहिँ, एकअर्काको फिलिङलाई एक्सचेन्ज गर्ने हुन्छ। त्यसपछि उसको पिठ्यौँमा हल्का पिठ्यौँ असाध्यै संवेदनशील मान्छे, धेरैले पिठ्यौँमा बिस्तारै कनाइदिने, सुमसुमाइदिने, अझ अलिकति पछि त अलिकति चिथोरे जस्तै गरेर गर्ने त्यो विभिन्न महिलाहरूलाई मनपर्ने उहरू हुन्छ। कानको लोती होइन, यिनीहरू अझ फेरि संवेदनशील अङ्गहरू, निधार जहाँ चुम्बन, अब यो विभिन्न प्राक्रीडाका आसनहरू छन्, इरोजनस जोनहरू छन्, तिनीहरूलाई बुझेर त्यसमा गर्दै बिस्तारै हल्कासँग, जब ऊ आफै एउटा कुरो के बुझ्नुपर्छ महिलासँग व्यवहार गर्दा भने ऊ आफै तयार भएर आउँछ। तपाईँले अङ्कमाल गर्न तान्नु पर्यो महिलालाई भने गल्ती भयो भन्ने बुझ्यो हुन्छ। ऊ आफै तपाईँसँग आफ्नो स्तन तपाईँको छातीमा जोड्दै बिस्तारै आइहाल्छ। त्यो उसलाई उत्तेजना भएपछि उसले एकछिन पनि रोक्न सक्दिनँ, उसलाई हुनै टाइम लाग्ने मात्रै हो, तात्नै टाइम लाग्ने हो। त्यसको लागि चाहिँ फोरप्लेको एकदम महत्त्वपूर्ण, फोरप्ले महत्त्वपूर्ण हुन्छ। फोरप्ले भइसकेपछि अझ फेरि अहिले त सुपरफिसियल फोरप्ले र डिप फोरप्ले भन्ने आएको छ होइन। किस पनि त विभिन्न भेराइटीको हुन्छ नि, टङ किस हो कि लिपलक हो कि होइन भन्ने हो, अथवा सामान्य हो कि। त्यसपछि त्यो भइसकेपछि अनि यो मैले अघि भनेको जोनहरू छ नि, जुन स्तनको टुप्पो, त्यस्तै क्लिटोरिस जुन भग्नास जुन योनि मार्गमै, त्यो पार्टमा चाहिँ सुमसुम्याउने, त्यहाँ चाहिँ हल्का मर्दन गर्ने, घर्षण भन्दा नि मर्दन, घर्षण भयो भने दुख्छ, मर्दनले आनन्द दिन्छ। मसाज, त्यो पनि बिचमा केही र्याल अथवा योनिकै सिक्रेसन केही लगाएर गर्ने। त्यसपछि योनि मार्गभित्र लिङ्गलाई अथवा औँलालाई हल्का सफा हुनु पऱ्यो, तर फेरि सफा नङकाटे हुनु पऱ्यो। यो हाइजिनिक कुराहरू हेर्नै पऱ्यो, चोट इन्जुरी होला भन्ने पनि हेर्नु पऱ्यो।